नमस्कार। मेरो नाम चाहिँ हेमन्त सत्याल। यति बेला म रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूसँग आगामी सरकारले तोकेको फागुन 21 गतिको चुनावमा के कस्तो कसरी अगाडि बढ्ला, चुनाव हुन्छ कि हुँदैन, चुनाव भइसके पश्चात सरकार कसरी बन्छ, यी यावत विषयमा उहाँहरूसँग कुरा गर्न गइरहेको छु। आउनुहोस् उहाँलाई स्वागत गरौँ। नमस्कार, स्वागत। नमस्कार। तपाईँको शुभ नाम भन्नुहोस्। मेरो नाम लोकेश राहुल। लोकेश राहुल। राहुल। रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत हुनुहुन्छ। हजुर। कुन विषयमा अध्ययनरत हुनुहुन्छ? म जर्नलिजम र पोलिटिकल साइन्समा। सरकारले आगामी फागुन 21 गते चुनाव तोकेको छ। यो चुनाव तोकिरहँदा अहिले पक्ष र विपक्ष दुईटैमा छन्। कसैले चुनाव हुन्छ भनेका छन्, कसैले हुँदैन भनेका छन्। तपाईँ एउटा पोलिटिकल साइन्सको विद्यार्थी र जर्नलिजमको विद्यार्थी भएको हुनाले तपाईँले पनि आफ्नो विचार प्रदर्शन गर्न सक्नुहुन्छ। त्यो भए हुनाले के छ तपाईँको विचारमा, हुन्छ या हुँदैन? होइन, फागुन 21 गतिको चुनाव जो अहिले अन्तरिम हाम्रो 6 महिनाको सरकारको मेन एजेन्डा भनेकै फागुन 21 गतिको चुनाव गर्नु नै हो। यसले यस सन्दर्भमा पनि फागुन 21 गतिको चुनाव समयमा हुन्छ नै, किनकि अहिलेको प्रधानमन्त्री सुशीला कार्कीको जुन सरकार छ यसको मेन एजेन्डा भनेकै नयाँ सरकार बनाउनु हो। त्यही भएर चुनाव हुन्छ नि। यो भनिरहँदा अहिले जो हल्ला पनि छन् बजारमा, दुर्गा प्रसाई जस्ता फ्याक्टरहरूले नहुने सम्भावना धेरै छ भन्ने पनि गरिएको छ। अब तपाईँ पक्ष हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ कि चुनाव हुनु हुँदैन भन्ने पक्षमा हुनुहुन्छ? होइन, यस्तो हुन्छ, वैधानिक सरकार हामीलाई आवश्यक नै हो। हजुर। हामीले देख्यौँ अहिले पनि कति मन्त्रीहरू फेरि राजीनामा दिएर फेरि चुनावी मैदानमा उत्रेका छन्। यसको मतलब हामीले चाहेको वैधानिक सरकार हो, 6 महिनाको सरकार होइन, 5 वर्षको, जसले विकास गरोस्, जसले विनाशलाई हटाएर, भ्रष्टाचारलाई हटाएर, अनियमिततालाई हटाएर देशलाई सुचारू ढङ्गले अगाडि बढाओस् भन्ने हाम्रो माग हो। सोही सन्दर्भमा चुनाव हुनुपर्छ भन्ने पक्षमा छौँ। यही प्रश्न म एकजना अर्को विद्यार्थीसँग गर्न गइरहेको छु। तपाईँको शुभ नाम भन्नुहोस् पहिला। मेरो नाम चाहिँ समीर हो र म पनि उहाँले भने जस्तै आरआर क्याम्पसमा जर्नलिजम र पोलिटिकल साइन्समा अध्ययनरत छु। तपाईँलाई पनि सोही प्रश्न दोहोऱ्याउँछु। सरकारले फागुन 21 गते चुनाव तोकिसकेको छ, सबै तयारी पनि भइसकेको छ र केही कुराले गर्दा नहुने भन्ने सम्भावना पनि छ। तपाईँलाई के लाग्छ? एउटा पोलिटिकल साइन्सको विद्यार्थी भए हुनाले तपाईँको विचारमा चाहिँ के छ? मेरो विचारमा चाहिँ अब चुनाव त हुन्छ नि जस्तो लागेको छ मलाई, होइन? हजुर। अब त्यही नै हो, हुनुपर्छ, चुनाव हुनुपर्छ भन्ने पक्षमा हो तपाईँ? हजुर, हुनुपर्छ। राम्रो, यो व्यवस्था राम्रो छ, होइन? अब कार्यान्वयन गर्न नसकेर मात्रै हो एक हिसाबले यो। हजुर, जस तपाईँ हुनुपर्छ, चुनाव हुनुपर्छ, यसलाई निकास दिनुपर्छ भन्ने पक्षमा हो। हजुर। यदि चुनाव भयो, चुनाव भइसके पश्चात अबको बहुमत भन्ने छ, यसपालि नयाँ पार्टीहरूको उदय पनि राम्रै भएको छ। चुनाव भइसके पश्चात तपाईँको विचारमा के लाग्छ? कुन पार्टी यसपालि सरकारमा जाला, कुन पार्टीको नेतृत्वमा सरकार बन्ला, कुन पार्टीको बहुमत आउला? यो अहिलेको पछिल्लो परिवर्तनशील परिदृश्य हेर्दाखेरि कस्तो लाग्छ तपाईँलाई? मलाई चाहिँ के लाग्छ भने बहुमत चाहिँ अब नयाँ पार्टीले ल्याउँछ जस्तो लागेको छ, होइन? अब सरकार चाहिँ उहाँको बन्न गाह्रो नै छ। अब धेरै ठाउँमा हुन्छ नि त्यो, अब के भन्दाखेरि धेरै ठाउँबाट चाहिँ सांसदहरू यसपालि चाहिँ मलाई लाग्छ धेरै जसो राजसभाकै नै सांसदमा प्रवेश गर्छ जस्तो लागिरहेछ, होइन? हजुर। अनि त्यसपछि अब सरकार त अब त्यही पुराना दलकै नै हुन्छ जस्तो त्यस्तै नै लागिरहेछ मलाई। अब उहाँले, किनकि अब उहाँले धेरै ठाउँबाट जितेर, होइन, आउनुभयो भने पनि अब एक हिसाबले संसदमा गइसकेपछि संसदबाट चाहिँ त्यो सिटहरू पाउन अलिकति गाह्रो नै जस्तो लागेको छ मलाई चाहिँ। जो चुनाव हुन्छ राजसभाको पनि अलिअलि सिट आउँछ, तर सरकार बन्दाखेरि चाहिँ पुरानै पार्टीको बन्छ जस्तो चाहिँ मलाई लाग्छ, सरकार बन्छ। हजुर, मलाई त्यस्तै लागिरहेछ। तपाईँलाई पनि सेम प्रश्न छ। अब चुनाव हुन्छ, पक्कै पनि हुन्छ, चुनाव भइसके पश्चात तपाईँलाई के लाग्छ? तपाईँको विचारमा अब पछिल्लो जेनजी आन्दोलन पश्चात जुन नयाँ पार्टीको उदय पनि देखिएको छ, कुन पार्टी, पुराना पार्टीप्रति यसपालि जनताले धेरै जसो आक्रोश पनि व्यक्त गरेका छन्। तपाईँलाई के लाग्छ? तपाईँ एउटा युवा भएको नाताले तपाईँले कुन पार्टीलाई समर्थन गर्दै हुनुहुन्छ? कुन पार्टी आओस् भन्ने चाहनुहुन्छ? कुन पार्टीको बहुमत आओस् भन्ने तपाईँको विचार छ? धन्यवाद यो प्रश्नको लागि।
अहिले जुन हिसाबको जेनजी आन्दोलन भयो हजुर जसले हामीले तेस्रो जनआन्दोलनको रूपमा स्वीकार्यौँ, सरकारले पनि समर्थन जनाएको अवस्था छ। हजुर सोही सन्दर्भमा भन्नुपर्दा फेरि यस्तो आन्दोलनहरू नहोस्, फेरि नेपाल आमाले आफ्नो कोख खाली गर्न नपरोस् भन्ने हिसाबले पनि अहिले हरेक आम नेपाली नागरिकहरूले बुझिसकेका छन् पुराना सरकारहरूले के गर्यो हैन। त्यही सन्दर्भमा पनि नयाँ शक्तिहरूको उदय भइरहेको छ। जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले जुन हिसाबको माहौल बनाइरहेको छ, जसरी युवाहरूका मागहरूलाई सम्बोधन गरिरहेको छ, जसरी एउटा चर्चित एउटा काठमाडौँ महानगरपालिकालाई आजको काठमाडौँ महानगरपालिका जुन हिसाबले हामीले देख्छौँ त्यहाँ बनाउनुसम्ममा योगदान पुर्याएका राष्ट्रिय अहिले बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीको भावी प्रधानमन्त्रीको रूपमा ल्याएको छ। जसरी अहिले विगत 3 पटक प्रधानमन्त्री भइसकेको श्री केपी शर्मा ओलीको ठाउँमा गएर उनले जुन किसिमको साहस देखाएका छन्, त्यही सन्दर्भमा पनि नयाँ पार्टीहरूले आउनुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई आम नागरिकहरूले योचोटि तपाईँको विचारमा कुन पार्टी आउला? यसपालि परिवर्तनको पक्षमा आउला कि पुरानै पार्टीको बहुमत आउला? होइन, परिवर्तनको पक्षमा आउँछ नै। हरेक आन्दोलनहरूले नयाँको उदय गराउँछ। सोही सन्दर्भमा बहुमत भन्न सकिँदैन, तर पनि सबैभन्दा बढी सिट ल्याउने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बन्छ। तपाईँलाई अब अन्तिम प्रश्न गर्छु, आगामी चुनावमा तपाईँ परिवर्तनको पक्षमा कि या इतिहासकै पुरानै प्रवृत्तिको पुरानै पार्टीको पक्षमा? तपाईँ म त परिवर्तनको केमा हुन्छ? परिवर्तनको पक्षमा अब भोट चाहिँ अब ठ्याक्कै अब मेरो यसपालि भोट हाल्न मिल्ने भयो त हाल्थ्यो हैन। भोट हाल्न नमिले पनि तपाईँ परिवर्तनको पक्षमा चाहिँ हुनुहुन्छ? परिवर्तनको पक्षमा चाहिँ छु म। कुन पार्टीले चाहिँ सरकार बनाओस् भन्ने चाहना छ तपाईँ? अब मेरो त पुराना पार्टीहरूको पनि कामहरू हेरिया होइन, धेरै भइसक्यो समय। अब नयाँ पार्टीलाई पनि एकचोटि मौका दिउँ भन्ने हो होइन। के कस्तो परिवर्तनहरू ल्याउँछन्, के कस्तो चाहिँ विकासहरू गर्छ होइन, यसलाई पनि एकचोटि हेरौँ भन्ने चाहिँ मेरो विचार हो। हस्, धन्यवाद तपाईँलाई समय छ। तपाईँलाई पनि अन्तिम प्रश्न, सेम प्रश्न तपाईँलाई पनि, तपाईँ परिवर्तनको पक्षमा हुनुहुन्छ कि पुरानै पार्टीको पक्षमा? पुरानै पार्टी आओस्, पुरानै पार्टी एउटा अनुभवी पार्टी हुन्, उनीहरूले नै सरकार बनाओस् भन्ने चाहना छ कि नयाँ जोस सहितको नयाँ पार्टीको सरकार बनोस् भन्ने चाहना छ? तपाईँ कुन पक्षमा हो? म परिवर्तनको पक्षमा हो। हजुर, किनभने हामीले विगत उनीहरूको काम धेरै नै हेऱ्यौँ, उनीहरूको कामहरूलाई समीक्षा गऱ्यौँ, उनीहरूका भ्रष्टाचारका फाइलहरू अहिलेसम्म देख्यौँ। अब एकचोटि नयाँ पार्टीहरूलाई मौका दिएर एउटा हाम्रो सरकारले, हाम्रो राष्ट्रले एउटा स्वतन्त्रताको सास फेर्छ कि भन्ने हामीले अठोट राखेका छौँ, एउटा नयाँ पार्टीहरूमा विश्वास राखेका छौँ। सोही सन्दर्भमा हामी परिवर्तनको पक्षमा छौँ। तपाईँको भोट नयाँलाई हुन्छ? नयाँलाई मेरो भोट मात्र होइन, म चाहिँ आम नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने व्यक्ति हेरेर दिनु होला। पार्टी भनेको त्यस्तै हो, व्यक्ति राम्रो कस्तो छ, उसको चेतनाको स्तर, उसको शिक्षाको स्तर, उसको बौद्धिकताको स्तर, उसले समाजमा पारेको प्रभाव हैन, त्यो सब मूल्याङ्कन गरेर अहिले हामीसँग हामीले आफूले मात्र होइन, आफ्नो मत भनेको दान होइन नि त, मत अधिकारको प्रयोग चाहिँ आफ्ना नानी बाबुहरू, शिक्षित नानी बाबुहरूलाई हुन्छ कि शिक्षित वर्गहरूलाई हुन्छ कि तिनीहरूको समन्वयमा चाहिँ आफ्नो मत जो त्यही हो, आफूले हालेको मतले पछि फेरि जेनजी आन्दोलन जस्तो विध्वंस नमच्चियोस्, फेरि पनि पछुताउनु नपरोस्, त्यही हो। नयाँ समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हजुरलाई पनि धन्यवाद।